हेलो साथीहरु, हजुर सबैलाई स्वागत छ मेरो यस सारथीको युट्युब च्यानलमा। र आज चाहिँ मैले हजुरलाई लकी लुडोको बारेमा एउटा भिडियो बनाएको छु, जुन हो अहिले भर्खरै लन्च भएको एप्लिकेसन हो लकी लुडो भन्ने। यसमा चाहिँ लगइन गरेर यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ हजुरले। यसमा चाहिँ प्राइभेट र कम्प्युटर क्लास मात्र छ यसमा लुडो खेल्नको लागि। प्राइभेटमा चाहिँ हजुरले चाहिँ रिडिम कोडबाट चाहिँ गेम खेल्न सक्नुहुन्छ। र माथि कोइनमा विथड्रमा देख्न सक्नुहुन्छ ई-सेवा खल्ती छ। विथड्रमा चाहिँ हजुर मिनिमम 50 हुनुपर्छ। आफ्नो ई-सेवामा क्लिक गर्नु या खल्तीमा क्लिक गर्नु र आफ्नो ई-सेवा खल्तीको नम्बर हाल्नु। मिनिमम 50 रुपियाँ भइसकेपछि हजुरले विथड्र गर्न सक्नुहुन्छ। सबमिट गर्नुहोस्। सबमिट गरेपछि हजुरलाई चाहिँ सक्सेसफुल देखाउँछ। यो हजुरको 10 देखि 15 मिनेट या 24 आवर भित्रै हुन्छ। प्राइभेट रुममा चाहिँ हजुरले 10 लगाएर 18 जित्न हुन्छ, 20 लगाएर जित्न सक्नुहुन्छ है। 2 प्लेयर 4 प्लेयर छ। यसमा चाहिँ हजुरले पैसा लोड गरेर हजुरले चाहिँ 10 को बेट लगाएर 36 रुपियाँ जित्न सक्नुहुन्छ, 20 को लगाएर 36 जित्न सक्नुहुन्छ, 10 को 18 जित्न सक्नुहुन्छ। अब यहाँ कसैले हजुरलाई व्हाट्सएप मेरो ग्रुपमा जोइन हुनुहोस्। उहाँ जोइन भइसकेपछि हजुरलाई कोड आउँछ। त्यो कोड हालेपछि यसरी व्हाट्सएपमा जोइन भइन्छ। जोइन भएपछि त्यहाँ कोड साथीहरूले फरवर्ड गरेको हुन्छ, हालेको हुन्छ। त्यो कोड कपी गरेर जोइन भएर दुईजना एकअर्का साथ खेल्न सक्नुहुन्छ। यदि हजुर जित्नुभयो भने हजुरको पैसा आउनेछ, हजुर हार्नु भने हजुर पैसा घट्नेछ। अब पेमेन्ट हिस्ट्रीमा हजुर कति विड्रो गर्नु देखिन्छ र यता साउन्ड अफ गर्न र ब्याकग्राउन्ड म्युजिक अफ गर्न सक्नुहुन्छ। यहाँ कोले कतिको जित्यो भनेर देखाउँछ लाइभमा। फेरि हजुरले सिक्नको लागि चाहिँ कम्प्युटर खेल्न सक्नुहुन्छ। माथि कोइनको अप्सनमा क्लिक गर्नु भने यहाँ हजुर मिनिमम 50 रुपियाँ देखि डिपोजिट गर्न सक्नुहुन्छ। 50 लेख्नुहोस्। 50 लेखिसकेपछि पे नाउ गर्नु। पे नाउ गरिसकेपछि हजुरले ई-सेवा र आइएमपी देख्नुहुन्छ। हजुर कुनमा अब ई-सेवा नै कपी गर्नु, आइएम कपी गर्नु। यदि हजुरले केबाट पे गर्नुहुन्छ त्यसको नाम लेख्नुहोस्। ई-सेवाबाट हो कि आइएमपीबाट। मैले ई-सेवाबाट हो भने ई-सेवा लेख्नु, या आइएमपीबाट हो भने आइएमपी लेख्नु है। जेबाट हो त्यो लेख्नुपर्छ। तर स्क्रिनसट लिनुहोस्। स्क्रिनसट पे गरेको स्क्रिनसट लिएर त्यहाँ हाल्नुहोस् र रिक्वेस्ट नाउ गर्नुहोस्। यो चाहिँ हजुरको 5 देखि 10 मिनटभित्र हजुरको पैसा एड हुनेछ। त्यहाँ त्यसभित्र यो गेमभित्र पैसा एड हुनेछ माथिपट्टि है। अब हजुरले चाहिँ यसो पैसा लोड भइसकेपछि हजुरले यसरी गेम खेल्न सक्नुहुन्छ। हजुरलाई मिनिमम 50 रुपियाँदेखि माथि जति डिपोजिट गर्नु गर्न सक्नुहुन्छ। र हजुरलाई चाहिँ यस्तो इन्टरफेसमा त अहिले 2टा मात्र छ। अब यो कसरी डाउनलोड गर्ने आफ्नो क्रोममा जानुहोस्। luckytimes.xyz यसको लिङ्क पनि दिएको छु। त्यो क्लिक गरेपछि हजुरले यता डाउनलोड नाउ भन्ने अप्सन आएको छ। त्यो डाउनलोड नाउमा क्लिक गर्नुहोस्। त्यो डाउनलोड नाउमा क्लिक गरिसकेपछि हजुर यस्तै डाउनलोड भएको हुन्छ। धेरै एमबीको होइन, जम्मा 7 एमबीको छ। हजुर यस्तै डाउनलोड हुन्छ है। म त अलरेडी भएको कारणले हो, म फेरि त्यसलाई अनइन्स्टल गरेर फेरि डाउनलोड गर्छु। फेरि डाउनलोड गरिसकेको छु। त्यसलाई मैले अनइन्स्टल गरेँ। अनइन्स्टल गरिसकेपछि मैले फेरि त्योमा आएँ र इन्स्टल गर्छु। इन्स्टल गरेपछि इन्स्टल गर्नुभन्दा अगाडि एउटा सानो पपअप आउँछ होइन। त्यो चाहिँ कसरी गर्ने भनेर देखाइन्छ है। इन्स्टल गरेपछि यस्तो आएको हुन्छ। मोर डिटेलमा क्लिक गर्नु। स्क्यान एप डन्ट इन्स्टल एप नगर्नु, मोर इन्स्टल गर्नुपर्छ। यति गरिसकेपछि हजुर या फिङ्गर या पिन नम्बरमा आएको हुन्छ। फिङ्गर हाल्नु हुन्छ, पिन नम्बर हाल्नु हुन्छ। त्यो हाल्नु यस्तरी डन ओपन हुन्छ। ओपन गर्नुहोस्। ओपन गरिसकेपछि हजुरले गुगलबाट साइनअप गर्नुपर्ने चाहिँ मैले गुगलबाट साइनअप गरेँ। गुगलबाट साइनअप गर्ने थिएँ। त्यहाँ हजुरलाई रिडिङ कोड भन्ने हुन्छ। यदि हजुरलाई कस साथीभाइले इन्भाइट गरेको छ भने चाहिँ त्यहाँ साथीभाइको इन्भाइट कोड हाल्नु। यदि छैन भने क्यान्सल गरे पनि हुन्छ। र हजुरले यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। र हजुर 2 प्लेयर 4 प्लेयर खेल्नुहुन्छ। यदि हजुरले रेफर गर्नु भने 1 रेफरको 2 आउँछ।